आज म धेरै दुःखी छु साथीहरू, किन भनेपछि दिनदिनै अन्तर्राष्ट्रिय विमानस्थलबाट हाम्रो सयौं लाखौं दाजुभाइ दिदीबहिनीहरू विदेशी रहनुभएको भिडियोहरू म हेरिरहेको हुन्छु। यो देख्दाखेरि मेरो मुटु नै गाँठो परेर आउँछ, नराम्रो लाग्छ। के गर्नु, आफ्नै देशमा रोजगारी भएको भए सबैजना नेपालमै रोजगार गरेर बस्नुहुन्थ्यो। उद्योगहरू कलकारखानाहरू खुलेको भए सबैजनालाई स्वदेशमै रोजगारी मिल्थ्यो र दिनभरि जति दुःख गरे पनि बेलुका बिहान आफ्नो फ्यामिलीसँग खुसीका साथ बस्नुहुन्थ्यो। बालबच्चाहरूले पनि आफ्नो बाबा आमासँग बस्न पाउनुहुन्थ्यो। धेरैजना दाजुभाइ दिदीबहिनीको विदेशमै जिन्दगानी बितेको छ। बच्चाहरूले आफ्नो बाबा आमासँग दिन बिताउन पाउनु भएको छैन। यो देख्दाखेरि एकदमै नराम्रो लाग्छ र आज मैले भिडियो नबनाइ भएन भनेर अहिले रातिको 1:15 भइसकेको छ। हेर्नुहोस् त साथीहरू, मैले मेरो मनमा चाहिँ एकदमै खुल्दुली भएर यो भिडियो मैले बनाइहालेको। यो भिडियो चाहिँ नेपाल सरकारसम्म हजुरहरू सबैजनाले सेयर गरेर पुर्याइदिनु होला र हाम्रो नेपालमा छिट्टै उद्योग धन्दा कलकारखानाहरू खुलोस् र हामी सबैलाई स्वदेशमै रोजगार मिलोस्। कोही पनि दाजुभाइ दिदीबहिनीहरू विदेशिनु नपरोस्, अर्काको भूमिमा मृत्युवरण गर्न नपरोस्। कतिजना दाजुभाइ दिदीबहिनीले आफ्नो शरीरको अङ्ग नै गुमाएर नेपाल फर्किन परेको छ। कतिजना दाजुभाइ दिदीबहिनी बाकसमा फर्किन परेको छ। कतिपय आमा बुबाको काखै रित्तो भएको छ र कतिपय श्रीमतीहरूको सिउँदो नै रित्तिएको छ। कतिपय श्रीमानहरूले आफ्नो जीवनसाथी नै गुमाउनु परेको छ। कतिपय बालबच्चाले आफ्नो आमा बाबु नै गुमाउन परेको छ। यो देख्दाखेरि मेरो मन चाहिँ एकदमै नराम्रो लाग्छ र हजुरहरू सामु मैले आज दुःख व्यक्त गर्न आएको छु। यो भिडियो हजुरहरूले नेपाल सरकारसम्म पुर्याइदिनु र छिट्टै हाम्रो नेपालमा उद्योग कलकारखानाहरू खोलेर सबैजना आफ्नो स्वदेशमै रोजगारी भएर बस्न पाइयो भनेर बिन्ती बिसाउन आएको छु। हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा।